हाम्रो साथमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ल यार एकटा टाइम अब अशोक कमताजी हुनुहुन्छ। स्वागत छ यहाँलाई। नमस्कार। नमस्कार। यति बेला तपाईँ एउटा पार्टीको ठुलो सङ्गठनमा गएर काम गरिराख्नु भएको भिडियो निकै जिल्लाको अलिक टाढाबाट लिनुपर्छ त दुईजना सँगै यार टाढाबाट हुँदैन दुईजना सँगै लिने हो हुँदैन नि त तपाईँ फाटा पर यति नजिक भएको यताउता गार्डनतिर गइरहेका हुन्छौँ। प्रायः जस्तो स्वामीनारायण मन्दिरतिर जान्छ बन्ने भयो होइन। ठ्याक्कै हाम्रो साथीहरूको भेटघाट भयो। त्यहाँभन्दा पछाडि हाम्रो स्वामीनारायण मन्दिरमा पुगिसकेपछि म चाहिँ 2-3 वर्षभन्दा अगाडि पालै मिलेन। समयको अभावको कारणले ढिला पनि भयो। हेर मैले रविको यसरी किसिम गर्ने हो साथीहरूसँग एकदम भेटघाट भयो। त्यहाँको वातावरण बुझ्नु पर्दा हावा पानीमा एकदमै सुन्दर ठाउँ छ। हाम्रै ठाउँमा घुम्न जान्छ त्योभन्दा पनि फरक दृश्य ठाउँमा छ। एकदम म्याच एकदमै हाम्रो पहाडी भूभागको जस्तो एकदमै रमाइलो लेक जस्तो यो ठाउँमा हामीले आउन पायौँ। साथीहरूसँग रमाइलो गर्न पायौँ। भेटघाट एउटा गर्न पायौँ। एकदमै खुसी पनि लाग्यो। यो सँगसँगै मैले तपाईँलाई अलिकति साङ्गठनिक हिसाबमा पनि चिन्न चाहेँ। जुन तपाईँ सङ्गठनमा आबद्ध भएर समाजिक कार्यक्रम गरिराखेर सबैको बोलिरहेको छ तपाईँको चाहिँ अहिलेसम्म तपाईँ क्यामेराम्यान मात्रै देखाएर के छ क्यामेराम्यान त्यसो आएको इन्टरभ्यू लिने मान्छे वक्ता सहित देखाउने हो नि त उहाँहरूको लागि बोलाउनु पर्ने के छ अवस्था जस्तो कि स्थितिहरू तपाईँको आइपी यो विषयमा पनि सर जानकारी गराइदिनु भयो। अझै सहज हुन्थ्यो। अझै दर्शकहरूका बुझ्ने अवस्था नहुन्थ्यो। धन्यवाद।